एउटा कस्तो प्रश्न सोधिरहेछ भने दुईजना फरक व्यक्तिहरू पर्खालमा चढ्ने झर्ने काम हुँदा कति बजे अथवा कुन सिडीमा भेट हुन्छ भनेर प्रश्न पनि यसो बनाइदिनुस् भन्ने कुरा आयो र त्यसमा मैले एउटा ट्रिक राखेको छु त्योसँग सम्बन्धित मैले ट्रिक लेख्छु तपाईलाई यो h इक्वल टु के हुन्छ भने लास्ट माइनस फर्स्ट अपन टोटल ग्याप यो एउटा प्रश्न मैले तपाईले हिन्टिङ फर्मुला लेखे जहाँ h भनेको के हो भने h भनेको हेल्पिङ फर्मुला हो हेल्पिङ फर्मुला यसैले मद्दत गर्छ हाम्रो यो लास्ट सिडी नम्बर हो भने यो फर्स्ट सिडी हो त्यो सिडीसँगै सम्बन्धित आउँछ टोटल ग्याप भनेको के हो फर्स्ट व्यक्ति चाहिँ कति अन्तरमा चढिरहेछ पहिलोको अन्तर पहिलो चढ्नेको अन्तर प्लस झर्नेको अन्तर अथवा ग्याप जोडेपछि टी आउँछ त्यसैले टोटल ग्याप निकाल्दाखेरि यतिबाट हाम्रो प्रश्न चाहिँ सम्भव छ यतिबाट हामी सक्छौँ अब यसमा चाहिँ सरले के लेख्नु भयो भन्ने कुरा आयो त्यो प्रश्नसँग सम्बन्धित मैले यही सूत्र बनाएको लास्ट माइनस फर्स्ट अपन टोटल ग्याप गर्दाखेरि h आउँछ र यो h आएपछि पनि हामी टोटल कहाँ भेट हुन्छ भनेर प्रश्न गर्छ कहाँ भेट हुँदाखेरि यसको भेट हुने ठाउँ अब निकालिन्छ भेट हुने ठाउँ भनेको सुरुको ग्याप कतिको अन्तरमा चढिरहेछ ग्याप इन्टु h +1 गर्नुपर्छ सुरुको ग्याप पत्ता लगाइयो यहीबाट अब हामी लास्ट सिडी फर्स्ट सिडी पहिलो चढ्नेको अन्तर झर्नेको अन्तर चढ्नेको अन्तर जुन छ नि सुरुमा चढ्छ नि त्यो चढ्नेको ग्याप भनेको कति हो भन्ने कुरा नै हाम्रो जस्तै एउटा सिडीमा चढ्यो त्यसपछि दोस्रोमा चढ्यो भनेको ग्याप त 1 बाट 2 मा जानु भनेको 1 को ग्यापमा चढिरहेछ तर कोही के हुन्छ एउटा सिडी चढ्छ त्यसपछि 4 वटा सिडी चढ्छ त्यस्तो ग्याप हुँदा 1 बाट 4 मा जानु भनेको 3 को ग्याप हुन्छ त्यसो भए 3 * h हुन्छ तर h निकाल्नु पर्यो पहिला र +1 गरिदिनु भयो भने भेट हुने ठाउँ आउँछ अब यसमा चाहिँ धेरै उस नगरी एउटा मैले प्रश्न लेख्छु एउटा हामी प्रश्न लेखौं प्रश्न नम्बर अब समथिङ जे पनि हुन सक्छ एउटा प्रश्न लेखौं हामी 1 मान्दिनलाई त यसमा प्रश्न कस्तो आउँछ भने अब ए भन्ने व्यक्ति एउटा घर छ ए भन्ने व्यक्ति भन्दा पनि यहाँ त्यसरी लेखौं एउटा भवन छ के छ एउटा बिल्डिङ छ एउटा भवनमा कतिवटा भने 50 वटा सिडी छ कतिवटा सिडी 50 वटा सिडी छ 50 वटा सिडी छ 50 सिडी छ र त्यहाँ के हुन्छ भने एउटा देवपाल भन्ने व्यक्ति 3 स्टेप माथि चढ्छ र अर्को हाम्रो सत्यनारायण भन्ने व्यक्ति 4 स्टेप तल झर्छ अथवा झर्ने गर्छ है झर्छ भने उहाँहरूको गति एक नास भनेको समान छ एक नास छ भने उहाँहरूको भेट कुन सिडीमा हुन्छ
कुन सिडीमा हुन्छ। अब यही हामीसँग प्रश्न छ, कुन सिडीमा हुन्छ। यो यस्तो प्रश्न आउने भनेकै के हो, भेट हुने ठाउँ पत्ता लगाउनु पर्छ। र मैले सुरुमै लेखेको छु हेल्पिङ फर्मुला। पहिला हामी यसको सल्युसन तर्फ जाऊँ। यसको सल्युसन गर्दाखेरि के बुझ्न पर्यो भने हामी पहिला सुरु, अब यहाँ हेर्नुस् 50 वटा जम्मा सिडी 50 वटा छ र 50 वटा सिडीमा देउपाल भन्ने व्यक्ति 3 स्टेप माथि चढ्ने गर्छ। चढ्ने हो यो भनेको 3 स्टेप चढ्नु भनेको यो चढ्ने काम। सुरुको अन्तर निकाल्ने, सुरुको अन्तर भनेको यसलाई हामी के भन्छौं, फर्स्ट भन्छौं। फर्स्ट भनेको सुरुमा अब के भयो भने सुरुको अन्तर निकाल्दा हामी 3 को अन्तरमा गइरहेछ। 3 भयो र अन्तिमको अन्तर, झर्नेको अन्तर, सुरुको अन्तर र यो चढ्नेको अन्तर भयो। चढ्नेको अन्तर र त्यसपछि झर्नेको अन्तर, झर्नेको अन्तर भनेको 4 स्टेप तल आउँछ भने 4 भयो। टोटल ग्याप भनेको 4, यो 4 ग्याप र यो ग्याप भनेको 3 र 4 ग्याप गर्दा टोटल ग्याप कति भयो, T=7 ग्याप भयो। टोटल ग्याप कति भयो, 7 भयो भनेको T= हाम्रो टोटल ग्याप 7 आयो। 3 स्टेप माथि चढिरहेछ, 3 ग्याप भयो र 4 स्टेप तल झर्नु भनेको 4 ग्याप भयो। टोटल ग्याप भनेको हाम्रो कति हो, 7 वटा ग्यापिङ भयो। र अब यहाँ क्वेशन कहाँ छ भने यो यिनीहरु सुरुको फर्स्ट स्टेपमा छ। यो देउपाल भन्ने व्यक्ति फर्स्ट सिडीमा छ र यिनी हाम्रो सत्य भन्ने व्यक्ति 4 भनेको 50औं स्टेपमा छन्। अब 50 बाट 46 मा यिनी आउँछन् भने यिनी 1 बाट 4 मा जान्छ। एकैचोटी 1 बाट 4 मा जानु भनेको 3 ग्याप छ। यसरी चाहिँ टोटल ग्याप आइसकेपछि हामी हेल्पिङ फर्मुला लगाइहाल्छौं। कहिले भेट हुन्छ, H= हाम्रो के हो भने फर्स्ट लास्ट माइनस फर्स्ट। लास्ट सिडी कति हो, 50 वटा सिडी छ र फर्स्ट सिडी चाहिँ पनि कति हुन्छ, 1 हुन्छ। 1 नम्बर सिडीमा छ 50, फर्स्ट लास्ट सिडी फर्स्ट सिडी। त्यसपछि हाम्रो टोटल ग्याप भनेको 7, यानी कि हाम्रो यो कति आयो भने टोटल ग्याप भनेको 7 भन्दा 50 49 भागा 7 गर्दा 7 49, यानी कि H= हाम्रो 7 आयो। अब मैले के भनेछु, भेट हुने ठाउँ निकाल्नलाई यही H ले मद्दत गर्छ। हेल्पिङ फर्मुला हो यो। लास्ट सिडी फर्स्ट सिडी बाट घटाइयो र टोटल ग्यापले भाग गरियो, आयो हाम्रो H भनेको 7। अब हामी उत्तरसम्म पुगिसकेछौं। अब भेट हुने ठाउँ उहाँहरुको भेट हुने ठाउँको लागि मैले के भनेको छु, सुरुको ग्याप भनेको चढ्नेको ग्याप होइन। यो बुझ्नु होला, नजुक्नुस्। चढ्नेको ग्याप कति छ, सुरुको ग्याप भनेको सुरुको अन्तर भनेको 3 हो। त्यसो भए 3 * 7 यहाँ H सुरुको ग्याप इन्टु H भनेको 7 + 1 यानी कि 21 + 1 22, यानी कि उहाँहरुको भेट 22औं नम्बरको सिडीमा हुन्छ। यो ढोक्क भएर तपाईहरु हेर्न सक्नुहुन्छ, 22औं नम्बरको सिडीमा हुन्छ। यसरी चाहिँ हामी यो क्वेशन चाहिँ समाधान गर्न सक्छौं। भने अर्को पनि मैले तपाईहरुलाई एउटा क्वेशनले यहाँ तपाईहरु नबुझे कुनै भवनमा 43 वटा सिडी छन्, जहाँ राम भन्ने व्यक्ति 43औंमा छ, उभिएछ। 43औं नम्बर सिडीमा छ र श्याम भन्ने व्यक्ति सुरुको सिडीमा छ।
छ। अब राम दुई स्टेप तल झर्छ, दुई स्टेप तल झर्छ र श्याम एक स्टेप माथि चढ्छ भने उनीहरूको गति समान भए उनीहरूको भेट कहाँ हुन्छ? यही हामीसँग प्रश्न छ। गति समान छ, 43वटा सिडी छ, राम भन्ने व्यक्ति 43 नम्बर सिडीमा उभिएको छ भने श्याम भन्ने व्यक्ति 1 नम्बर सिडीमा छ। अब श्याम चाहिँ एक स्टेप माथि जान्छ भने राम चाहिँ कति गर्छ भने दुई स्टेप के हुन्छ तल झर्छ। झर्ने भनेको को हो? राम। चढ्ने भनेको को हो? श्याम। अब यहाँ हामी चाहिँ यसको सल्युसन एक्जाममा 30 सेकेन्ड भित्र, ओन्ली 30 सेकेन्ड भित्रै कम्तीमा लगाउनु। 15 सेकेन्डमा चाहिँ म भन्छु। हेर्ने बित्तिकै तुरन्तै हाम्रो के गरिदिने याद छ। यसको मैले के भनेछु सुरुको लास्ट माइनस फर्स्ट भनेको 43 माइनस 1। अब टोटल ग्याप पत्ता लगाउनु। दुई स्टेप चढ्छ भने टोटल ग्याप कति भयो? 2 र एक स्टेप चढ्छ भने कति भयो? ग्याप 1 भनेको 3 भयो। टोटल ग्याप 2 बाट 2 सुरुमा 2 स्टेप जानु भनेको 1 बाट 1 मा छ। त्यो 43 बाट कतिमा आउँछ? 41 मा। 43 बाट 41 बाट 39 हुँदै आउँछ तल भने अर्कोले 1 बाट 2 मा जानु। टोटल ग्याप कति हो? 1 को र यसको टोटल ग्याप 3 भयो। हाम्रो कति हो? 43 माइनस 1 भागा 3 42 माइनस 1 भागा 3 भनेको हाम्रो 42 भागा 3 भनेको 14 आयो। यस हाम्रो 14 आइसक्यो। यो 14 आउनु भनेको मैले भनेछु हाम्रो भेट हुने ठाउँ निकाल्दा भेट हुने ठाउँको सूत्र के हो? सुरुको अन्तर भनेको चढ्नेको अन्तर एक स्टेपमा चढिरहेछ। चढ्नेको अन्तर 1 भन्दाखेरि 1 * h + 1 त्यसो भए 1 * 14 + 1 = 15औं सिडी। 15औं सिडीमा उनीहरूको के हुन्छ? सिडीमा भेट हुन्छ। यो हेर्न पनि सक्नुहुन्छ। जस्तै राम छ, श्याम छ। अब यहाँ हेर्नुहोस् 43 41 39 37 यसरी गर्दै जानुहोस्। यहाँ राम श्यामको 1 2 3 4 5 6 7 8 9 10 11 12 यसरी गर्दै जानुभयो भने यहाँबाट यहाँ आउँछ 1 2 3 4 5 6 7 8 9 10 12 13 14 15 15औं चोटीमा यहाँ आउँछ 15 मा र यो चाहिँ के कारण छ? यो गर्दाखेरि यहाँ 15औं चोटीमा 15 मा आएर यिनीहरूको के हुन्छ? भेट हुन्छ। यसरी चाहिँ हामी भेट हुने ठाउँ निकाल्न पर्यो भने दुई व्यक्तिको चढ्ने र झर्ने छ भने कुन सिडीमा भेट हुन्छ यसरी सजिलै तरिकाले निकाल्न सकिन्छ। यसको लागि यो फर्मुला तपाईहरुले के गर्नु पर्यो? याद गर्नु पर्यो। र एउटा कुरा के बुझ्नुस्, भेट हुने ठाउँ निकाल्दाखेरि के हुनुपर्छ भने भेट हुने ठाउँको लागि पहिलो कुरा के बुझ्नु पर्यो तपाईले कि भेट हुने ठाउँ बराबर सुरुको ग्याप इन्टु h + 1 यही गर्नुस्। ल धन्यवाद।